So guys, welcome back to the our channel. And आज हामीहरूले पढ्नेछौँ एरोमेटिक कम्पाउन्डको सो स्टार्ट गर्ने गर्छौँ यो चार्टबाट कस तिमीहरूलाई नि थाहा होला अहिले अब टाइम हामीहरूसँग टाइम नै छैन सो टाइम छैन भने पढ्न त्यति सबै रियाक्सनहरू गाह्रो हुन्छ सो हामीहरूले स्टार्ट गर्छौँ एरोमेटिक कम्पाउन्डबाट आज सो फर्स्टमा हेर हामीहरूले सोडियम बेन्जोइट अब सोडियम बेन्जोइट हैन सबभन्दा पहिला बेन्जिन हेर बेन्जिन अब बेन्जिनको स्ट्रक्चर के हो C6H5 स्ट्रक्चर हो बेन्जिनको अब हेर यसबाट इम्पोर्टेन्ट क्वेसनहरू स्टार्ट गर्छौँ हैन सो सबभन्दा फेमस क्वेसन छ बेन्जिनबाट नाइट्रो बेन्जिन कसरी बनाउने यो डाइरेक्ट क्वेसनमा आउँदैन यसरी हैन तिमीले रियाक्सन प्र्याक्टिस गर्दा गर्दै घोट्दा घोट्दै बुझ्ने हो सो बेन्जिनलाई कङ्क SNO3 सँग रियाक्ट गरायो भने नाइट्रो बेन्जिन बन्छ है त NO2 ग्रुप यहाँ जोडिन्छ अनि नाइट्रो बेन्जिन बनिन्छन् अनि अब नाइट्रो बेन्जिन जुन बनेको छ हैन त्यसलाई फर्दर SN अनि HCl सँग रियाक्ट गरायो भने यो NO2 ग्रुपलाई हाइड्रोजनले रिप्लेस गरिदिन्छन् अनि बनाइदिन्छन् के बनाइदिन्छन् भन्दाखेरि एनिलिन बनाइदिन्छ NH2 ग्रुप जोडिदिन्छन् त्यही हो अब हेर अब यो NH2 लाई एनिलिनलाई अब बेन्जिन डाइजोनियम क्लोराइड हैन बेन्जिन डाइजोनियम क्लोराइड कसरी बनाउने हैन सो त्यसको लागि हामीहरुको रिएजेन्ट छ एउटा NaNO2 अनि प्लस HCl गरिदिन्छौ भने हाम्रो 0 to 5 डिग्री सेल्सियसमा गरिदिन्छौ भने हाम्रो बनिहाल्छन् बेन्जिन डाइजोनियम क्लोराइड जहाँ चाहिँ NH2 ग्रुपलाई N2Cl ले रिप्लेस हुन्छ अनि बनाइदिन्छन् तपाईको बेन्जिन डाइजोनियम क्लोराइड एकचोटि अझ हेर हामीहरूले सबैभन्दा पहिला के गर्यो भन्दाखेरि बेन्जिन छ बेन्जिनलाई हामीहरूले नाइट्रो बेन्जिनमा चेन्ज गर्यो नाइट्रो बेन्जिनलाई एनिलिनमा चेन्ज गर्यो एनिलिनबाट हामीहरूले NaNO2 प्लस HCl रियाक्ट गराएर बनाइदियो बेन्जिन डाइजोनियम क्लोराइड यसको एउटा अझ नेम रियाक्सन छ जुन चाहिँ म नेम रियाक्सनको भिडियो बनाउँछु हैन सो त्यसमा नेम रियाक्सन गराउने हो अब बेन्जिन डाइजोनियम क्लोराइडबाट फेनोल पनि बनाउन सकिन्छ द्याट्स इज भेरी इजी भनेपछि H2O+ भन्नेको हाइड्रोलाइसिस गराइदियो बनिहाल्छ बेन्जिन के रे फेनोल भन्छ फेनोल मिस्टेक भयो गाइस फेनोल भन्छ हैन अब बेन्जिन डाइजोनियम क्लोराइड अब हेर एउटा बेन्जिन डाइजोनियम क्लोराइडबाट हामीहरूले यति रियाक्सन गराउन सक्छौँ यति सो यसको लागि त अब त्यति हामीसँग टाइम छैन हैन सो कि मेकानिजम हेर्ने टाइम छैन हैन सो इन द ल्याक अफ टाइम हामीहरूलाई रट्नै पर्छ हैन जति प्र्याक्टिस गर्छौ अर्ग्यानिक बनेको त्यति इजी हुन्छ अनि म यो PDF पठाइदिन्छु के भन्छ यो चार्टको अनि इजी हुन्छ तब पढ्दाखेरि सो हेर अब हेरेर फार डेङ्गे आज हेर बेन्जिन डाइजोनियम क्लोराइडलाई CuCl2 अनि HCl सँग रियाक्ट गराउने भने N2 ग्रुपलाई चाहिँ रिप्लेस गरिदिन्छ अनि Cl बनाइदिन्छन् क्लोरोबेन्जिन अब क्लोरोबेन्जिनलाई टलिन बनाउने एउटा खतरनाक कुरा छ हैन त्यसलाई अब कसरी बनाउने त यसलाई क्लोरोबेन्जिनलाई अब टलिन बनाउनु छ क्लोरोबेन्जिनलाई सबभन्दा पहिला बेन्जिन बनाउने त बेन्जिन बनाउनको लागि हाम्रो रिएजेन्ट छ एउटा H2Ni त्यससँग रियाक्ट गरायो भने यसलाई बेन्जिन बनाइदिन्छ अनि बेन्जिनलाई एनहाइड्रेस AlCl3 अनि CH3Cl एनहाइड्रेस अल्मुनियम क्लोराइड अनि क्लोरोलसँग रियाक्ट गरायो भने टलिन बन्छ हैन जुन चाहिँ यहाँ टलिन बनाएको छौं सो टलिन बन्छ अब हेर यही क्लोरोबेन्जिनलाई एक्वास KOH सँग रियाक्ट गरायो भने Cl ग्रुप चाहिँ रिप्लेस भएर OH ग्रुप यहाँ थपिन्छन् अनि सो यो फेनोल बन्छ अनि फेनोललाई जिंक डस्टसँग रियाक्ट गरायो भने यो बेन्जिन बन्छन् द्याट वाज द भेरी नाइस क्वेसन एउटा यो पनि छ अनि बेन्जिन डाइजोनियम क्लोराइडबाट यो चाहिँ एउटा एमाइडबाट क्वेसन हो बट इट्स भेरी इम्पोर्टेन्ट हैन एकदम खतरनाक इम्पोर्टेन्ट क्वेसन हो यो पनि सो हेर यसमा एकदम खतरनाक तरिकाले हेर हैन यो हेर सो मैले ठुलो गरिदिएँ स्क्रिन यो हेर अलि नमिल्दो खालको स्ट्रक्चर छ बट केही छैन हेर N2Cl यो भइहाल्यो तिम्रो बेन्जिन डाइजोनियम क्लोराइड यसलाई हामीहरूले C4CN अनि KCN सँग KCN को प्रेजेन्समा रियाक्ट गराउँछौ भने N2Cl ग्रुपलाई सिधै यसले रिप्लेस गरिदिन्छ अनि यहाँ थापिदिन्छन् NCN ग्रुप के थाप्छन् CN ग्रुप थापिदिन्छ हैन
त CN ग्रुप के हो भन्दाखेरि साइनाइड भइहाल्यो। त अनि यो के को स्ट्रक्चर भयो त फेनाइल साइनाइड। त्यसैले यसले फेनाइल साइनाइड दिन्छ। अनि अपन रिडक्सन यो चाहिँ तिम्रो रिडक्सन भइहाल्यो। रिडक्सनको रिएजेन्ट छ। अनि त्यही भन्छ अब फेनाइल साइनाइडलाई हामीहरूले के अरे लिथियम एल्युमिनियम हाइड्रेटसँग रियाक्ट गरायो भने यसले दिने बेन्जाइल एमाइन दिन्छन् होइन। के दिन्छ भन्दाखेरि बेन्जाइल एमाइन दिन्छन्। त्यही हो CN ग्रुपलाई रिप्लेस गराइदिने CH2 NH2 थप्ने काम मात्र भएको छ। अथवा यसरी नै हेर रिडक्सन हो। अब रिडक्सनको काम के हो? रिडक्सनको काम हो H2 थप्ने काम हो, हाइड्रोजन थप्ने काम हो। हाइड्रोजन थप्ने काम O2 नलेख्दा नि हुन्छ, बट इन द स्टेट अफ त्यो O2 हुन्छ। सिम्पली बुझ्ने हो भने हाइड्रोजन थप्ने काम हो। अनि यस सँगसँगै म एउटा कुरा तिमीहरूलाई अझ भन्न चाहन्छु होइन। यो हेर यो मान कि तिम्रो टलिन छ होइन CH3 यो टलिन भइहाल्यो। टलिन जसलाई हामीले मिथाइल बेन्जाइन पनि भन्छ। यसलाई अब अक्सिडेसन गराइदिने। अक्सिडेसनको रिएजेन्ट भइहाल्यो K2Cr2 O7 भइहाल्यो एसिडिक मिडियममा। सो योसँग यसरी हाल्यो। अब यसलाई के भन्छ अरे रियाक्ट गरायो भने अब हामीहरूले अहिले नै पढ्यो रिडक्सनमा के हुन्छ हाइड्रोजन थप्ने काम हुन्छन् होइन। अनि अक्सिडेसनमा के हुन्छ भन्दाखेरि अक्सिडेसनमा चाहिँ अक्सिजन थप्ने काम हुन्छ। सो यसले फर्स्टमा बनाउने प्रोडक्ट भनेपछि फर्स्टमा बनाउने प्रोडक्ट भइहाल्यो यो CHO बनाउँछ होइन। यसले यो भइहाल्यो बेन्जोल्डिहाइड बनाइदिन्छ। दुईवटा हाइड्रोजन हटाएर उसमा हाइड्रोजन जोड्ने यसमा हाइड्रोजन हटाउने अनि अक्सिजनले भर्ने यसले बेन्जोल्डिहाइड बनाउँछ होइन। अनि यसलाई फर्दर अक्सिडेसन गर्ने हो भने K2Cr2O7 अथवा KMNO4 सँग। सो यसले तपाईँको दिइहाल्छ वेट यो धेरै ठुलो भयो यसको लेख्न टाइम थाहा छैन होइन। सो हेर बुझिरहेछ यहाँ हेर। सो यसले दिने हो भनेपछि के दिन्छ भन्दाखेरि हामीहरूको बेन्जोइक एसिड दिन्छन्। यो CHO छ मैले के भने हाइड्रोजन ग्रुप हटाउने अक्सिजन जोड्ने हो। एउटा हाइड्रोजन हटायो होइन। अब यसलाई स्टेबलाइज त गर्नु पर्यो बोन्डहरूलाई होइन। भ्यालेन्सी त पुरा गर्नु पर्यो। त्यही भएर यहाँ दुईवटा अक्सिजन थपिन्छ। अनि यहाँबाट भनिन्छन् मिस भयो अलिअलि मिस भयो। हाइड्रोजन हटाउने होइन। हाइड्रोजन हटाउने यहाँ त हट्ने छैन। त्यहाँ COH ग्रुप थपिन्छ होइन। सो यो हाम्रो बेन्जोइक एसिड भन्छ होइन गाइस बेन्जोइक एसिड भन्छ। सो यताको भइहाल्यो। अब एउटा यहाँ छ कुन क्वेसन छ अरे फेनोल बेन्जिन डाइजोनियम क्लोराइडलाई फेनोलसँग रियाक्ट गराउने हो भने पाराहाइड्रोक्सी बेन्जिन बन्छ। यो पनि एकदम खत्रै क्वेसन हो फेरि। यसलाई त छाड्नै मिल्दैन होइन। एकदम खतरनाक भन्छ नि VBI क्वेसन छ एकदम। हेर म यसको सर्टकट टेक्निक तिमीहरूलाई सिकाइदिन्छु। सो यहाँ छ के यो भयो N2Cl सँग रियाक्ट गराइदियो होइन। केलाई रियाक्ट गराउने भन्दाखेरि OH ग्रुपलाई फेनोललाई रियाक्ट गराउने होइन। सो हेर यसलाई एकदम इजी छ। यो जुन हाम्रो यो छ नि बेन्जिन डाइजोनियम क्लोराइड यसलाई सुताएर लेखिदिने। के गर्ने होइन सुताएर लेख्ने अनि नाइट्रोजन ग्रुपको नाइट्रोजन ग्रुप अनि यो Cl चाहिँ हटिहाल्छ बिचबाट अनि यसरी गरिदिने। अनि यो वाला स्ट्रक्चर जुन छ नि त्यो यहाँ थापिदिने सुताएर भात खत्तम एकदम। हेर सकियो। हेर पाराहाइड्रोक्सी बेन्जिन यो भइहाल्यो। एउटा चाहिँ NH2 सँग रियाक्ट गराउँछ भने होइन नाइट्राइल ग्रुप होइन एनिलसँग रियाक्ट गराउँछ भने PMINO बेन्जिन त्यसमा नि सेम हो। जसरी यसमा गयो त्यस्तै सेम हो। यसमा OH ग्रुप छ यसमा लास्टमा NH2 ग्रुप छ एकदम पुरै सेम हो। अनि यो त भनिदियो CH3 वाला COH बनाउँछ। यहाँ CHO हेर यो बनाएको छ। अनि यसलाई नि फर्दर रियाक्सन गर्ने हो भने बेन्जिन एसिड बनिहाल्छ। और यसलाई नि गर्ने हो भने बनिहाल्छ। दुइटै सेम हो। अक्सिडेसन गर्ने हो कुरा त्यही हो।
अब हेर एउटा खास क्वेसन छ बेन्जोल्डिहाइडबाट सिनामिक एसिड र बेन्जोइन कन्डेन्सेसन बेन्जोइन कसरी बनाउने यो रिएक्सनको नाम चाहिँ बेन्जोइन बनाउने वाला रिएक्सनको नाम चाहिँ बेन्जोइन कन्डेन्सेसन हो बेन्जोइन कन्डेन्सेसन भिडियो चाहिँ लङ हुँदैछ बेन्जोइन कन्डेन्सेसन रिएक्सन हो यो होइन सो यसमा सिम्पली केही गर्नु पर्दैन यसमा हामीहरूले 2 मोलिक्युल्स अफ बेन्जोल्डिहाइड लिने हो अनि त्यसलाई चाहिँ सुताएर लेखिदिने हो त्यो सकिएको कुरा त्यति मात्र गर्ने हो अनि पुगिहाल्छ हेर यहाँ 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 हुन्छ भइहाल्छ हेर यो छ वेट यो छ बेन्जोल्डिहाइड CH2 2 मोलिक्युल्स अफ CH यहाँ CH यसरी छ यो 2 मोलिक्युल्स हुन्छ त्यहाँ अलिकति चार्ट बनाउनमा अलि CH छ हैन अब यसलाई अल्क केसियनसँग रियाक्ट गराइदेऊ अल्क केसियनसँग रियाक्ट गराउने हो भने यो हेर ओइ कता गइहाल्यो फेरि अल्क केसियनसँग रियाक्ट गरायो भने हैन हेर यसले फर्स्ट वाला बेन्जोल्डिहाइडलाई सुताएर लेख हैन यो लेख यो बनाऊ हैन यो जुन छ नि हाइड्रोजन यो जुन हाइड्रोजन छ त्यो चाहिँ यो अक्सिजनमा रियाक्ट गर्छ त्यो हेर यो हाइड्रोजन एटम जुन छ त्यो सेकेन्ड वाला बेन्जोल्डिहाइडसँग नि रियाक्ट गर्छ अनि हेर त्यही भएर यहाँ किटोन ग्रुप लाग्छ हैन अनि यो वाला यसलाई नि सुताएर लेख्दियो CH मेरो ठाउँ पुगेन यसलाई म मेट्छु अलि अनि हेर यसलाई अनि यही CH माथि त OH छ यो वाला H यहाँ थप्या हैन OH अनि हाम्रो भनिदिन्छन् यहाँबाट बेन्जोइन के भन्छ गाइज बेन्जोइन भिडियो चाहिँ बोरिङ हुँदैछ आई थिङ्क सो बेन्जोल्डिहाइडलाई अब अझ चाहिँ एउटा रियाक्सन छ हैन बेन्जोल्डिहाइडलाई एसिड एनहाइड्राइडसँग रियाक्सन गराउने हो भने यसले चाहिँ CH ग्रुप त्यस्ताको त्यस्तै छाड्ने हैन अनि CHO छँदैछ यसमा OH थाप्ने म भन्छु सिनामिक एसिड भन्छ म त्यति लजिक भन्दिनँ गाइज हैन तिमीले जसरी बुझ्छौ त्यसरी नै पढ किनभने केमिस्ट्रीमा लजिक लगायो अहिले गएर देन तिम्रो हालत यस्तो हुन्छ हैन रुँदै बस्छौ फेरि के हुनेवाला छैन सो त्यति नसोच अनि मजाले पढ हैन एउटा फेमस क्वेसन टलिनबाट TNT कसरी बनाउने ट्राइनाइट्रो मिथाइल बेन्जिन कसरी बनाउने ट्राइनाइट्रो मिथाइल बेन्जिन भन अथवा ट्राइनाइट्रो के अरे एनिलिन भन हैन टलिन भन कसरी बनाउने त यसको एकदम खतरा रिएजेन्ट छ फेरि HNO3 अनि कङ्क H2SO4 सँग रियाक्ट गराइदेऊ के बनिहाल्छ भनेपछि TNT ट्राइनाइट्रोमिथाइल बेन्जिन सो यसको नि एकदम इजी छ यसरी गरिदेऊ यसरी बनाइदेऊ हैन यसरी गर CH3 यहाँ हाल हैन यहाँ पारामा एउटा NO2 थापिदेऊ हैन एउटा चाहिँ यहाँ NO2 थाप हैन अरू ठाउँमा थाप त्यसपछि पारामा थाप त्यसपछि फेरि अरू ठाउँमा थाप NO2 ग्रुप अनि बनिहाल्छ ट्राइनाइट्रोमिथाइल बेन्जिन यसको मेन चाहिँ हेर्ने हो भने कङ्क HNO3 अनि कङ्क H2SO4 को प्रेजेन्टमा रियाक्सन हुन्छ त्यो इम्पोर्टेन्ट भइहाल्यो अब एउटा यहाँबाट हाम्रो यहाँसम्म बाँकी छ एउटा सो हेर टलिनलाई अब रियाक्ट गराउने छौँ हामीहरू हैन टलिनलाई क्लोरिनको प्रेजेन्समा क्लोरिनसँग युटिडेजको प्रेजेन्टमा रियाक्ट गराउँछौँ भने CH2Cl आउँछ भने एउटा हाइड्रोजनलाई रिप्लेस गरिदिन्छन् के अरे हेलाइड ग्रुपले तब बेन्जाइल क्लोराइड अनि बेन्जाइल क्लोराइडलाई एक्वासको एचसँग गर्ने भने यसलाई योले रिप्लेस गरिदिन्छ OH ले अनि बनाइदिन्छन् बेन्जाइल अल्कोहल सो गाइज अब हेर तिमीहरूले यो रट्टा त मार्नै पर्छ हैन रिएजेन्ट्सहरू यति त थाहा हुनै पर्छ यो एकदम बेसिक भयो हैन क्वेसन बनाउनलाई एकदम बेसिक छैन बेसिक भनौँ सो अब हेर यसमा क्वेसनहरू यसरी आउँछ आइडेन्टिफिकेसन आउँछ कन्भर्जन आउँछ अनि नेम रियाक्सन सो नेम रियाक्सन म एउटा सर्ट ल्याउँछु भिडियोको त्यसमै वान सर्टमा गराइदिन्छु हैन कन्भर्जनमा हेल्प गर्ने चाहिँ यही हो यसलाई पहिला पढ हैन भोलि चाहिँ कन्भर्जन गराउँछु सो एभ्रिथिङ विल बी सर्ट आउट आइडेन्टिफिकेसनमा नि त्यही हुन्छ ल्युकास टेस्ट हुन्छ एउटा के अरे भइहाल्यो ल्युकास टेस्ट भइहाल्यो
होइन आइडोफर्म भइहाल्यो आइडोफर्म आइडोफर्म क्लेमेन्सन रिडक्सन एउटा फेनोल टेस्ट स्टेरिफिकेसन त्यस्ताहरू हुन्छ होइन जसरी कम्पाउन्ड ए कम्पाउन्ड बी कम्पाउन्ड सी कम्पाउन्ड डी दिइहाल्छ होइन अनि लास्टमा तिमीले एउटा कुनै टेस्ट भइहाल्यो यसमा भइहाल्यो र कुनै नेमरिङ रियाक्सन दिइहाल्छ अनि त्यसबाट चाहिँ तिमीले पछि चाहिँ यही जुन चार्ट छ नि त्यही मध्येको तिमीले के अरे कन्भर्ट गर्नुपर्ने हुन्छ हेर जस्तो इक्जाममा आइहाल्यो नाइट्रोबेन्जिनबाट तिमीले क्लोरोबेन्जिन कसरी बनाउन सक्छौ बिचको प्रोसेस गर भनेर त अब त लाइन बाई लाइन गर्नुपर्छ त नाइट्रोबेन्जिनलाई SNHCl सँग रियाक्ट गराउने भने NH2 थपिन्छ होइन O2 हटाएर H2 थप्ने एनिलिन बन्छ यसरी पढ्नुपर्छ त्यसपछि फेरि अब नाइट्रो के अरे हामीहरूको बनिहाल्यो एनिलिन बन्यो अब एनिलिनबाट बेन्जिन डाइजोनियम क्लोराइड कसरी बनाउने त NaNO2 + HCl 0 to 5 डिग्री सेल्सियसमा रियाक्ट गराउने भने बेन्जिन डाइजोनियम क्लोराइड बन्छ यसरी याद गर्नुपर्छ होइन कोही नेचुरली आएको होइन अनि पछि CuCl2 अनि HCl सँग रियाक्ट गराउने भने क्लोरोबेन्जिन बन्छ द्याट्स अल सो 16 मिनटको भिडियो बन्यो धेरै लेन्दी भयो तर यसमा एरोमेटिक होइन एरोमेटिक अल अर्ग्यानिक भनेको बेसिकमा त अल होला होइन बेसिकमा त अल होला स्योर बेसिकको लागि त अल होला बेसिक होइन धेरै क्वेसन गर्ने यहीँबाट आउँछ फस्ने होला थ्याङ्क्स